यो बाबु बुर्तिबाङ बागलुङ जो बाबु घर। यो बाबुको एउटा अचम्मको कुरा के छ भने जन्मिँदै दुईटा दाँत निस्केको रहेछ। दुईटा दाँत होइन। अनि यो बाबुमा एउटा अद्भुत एउटा क्षमता एउटा कला पनि रहेछ। यो बाबुले सानैमा हात पनि हेर्छ गरे अनि यो बाबु गीत पनि राम्रो गाउँदो रहेछ। अनि त्यही अरू हुँदा नि त्यही हो कि जन्मिँदै अब 8-9 महिनाकै सोबाट जन्मिँदै अब दुईटा दाँत कहाँ गएको बाबु? कस्तो छ दाँत देखाउ त। ए यो दुईटा है? जन्मिने बित्तिकै दाँत थियो है? जन्मिने बित्तिकै दाँत। ओहो अहिले के भएर नि बाबुलाई? यो लामो भयो। हजुर हजुर। चाँडै निकाल्यो। यो चाहिँ बल्ल ढिला 8-9 महिनाको। अहिले कति वर्ष पुग्यो बाबु? 7 वर्ष। ए ल बाबु तिम्रो परिचय दियो त भन त ल। नाम भन। भविन्द्र भिक। ए घर कहाँ अरे तिम्रो? बुर्तिबाङ बाग्लुङ। ए कसरी आएको तिमी? के भएको? ए खुट्टा भाँचेको? के कसरी भाँचेको? ट्र्याक्टरले हानेको? ए यो बाबुलाई ट्र्याक्टरले हानेको रहेछ। ल बाबु एउटा राम्रो गीत गाइदेऊ त खै। बाबु राम्रो ल एउटा गीत गाइदेऊ। मालिकले डाम्लो बाटेको डाम्लो गान्छ कि कुन गान्छ? ल यता हेरेर गाउ ल। गाडी उहाँ फोटो खिच्ला। अझै पनि आएन माया फोन गरेको फोन पनि आएन आजसम्म मायालु आएन गुडा अझै पनि आएन माया ल ल ओहो यो बाबुको स्वर पनि राम्रो रहेछ। ल यो ठुलो हुँदै गयो भने त्यो त गायक बन्छ। ल राम्रो रहेछ बाबु पनि। ल के अरे बाबु अझ तिम्रो नाम एकचोटि फेरि भन। भविन्द्र भिक। ल यो बाबुले तिमीलाई दुर्घटना भएको भनिदेऊ यहाँ सरलाई यस्तो भएको ढुङ्गामाथि चढेको ट्र्याक्टरले हाने भन्दै। म ढुङ्गामाथि चढेको अन्त झारमा समातेको थिएँ। अन्त ढुङ्गा जतियो झारमा समातेको थिएँ। माने यस्तो कस्तो बाटो यसो छपक यसरी आएपछि अन्त ख्याप टेक्न गएपछि माथि झाम त चढ्ने थिएँ। अन्त झाम त चेतेर तल खसेर ट्र्याक्टरले चाप्यो। हो है। ल ल सन्चो हुन्छ केही छैन तिमीलाई। सन्चो हुन्छ है अब सन्चो भइसक्यो। ओहो ल ल सन्चो हुन्छ बाबु। सन्चो हुन्छ ल। ल बाबु यहाँ मिसन हस्पिटल पाल्पामा यहाँ भर्ना छन्। ल बाबु तिमीले हात पनि हेर्छौ है बाबु? आजकल त बिसरेछ। ल ल।